हेलो गुड मर्निङ 28 मा हाम्रो जुन चाहिँ प्रडक्ट 28 मार्चमा जुन चाहिँ प्रडक्ट लन्च भएको थियो हजुरहरूलाई मैले भिडियो मार्फत देखाएको थिएँ हजुरहरूलाई र आज चाहिँ यसको फाइदा कस्तो व्यक्तिहरूले युज गर्ने भन्ने चाहिँ म देखाउन चाहन्छु। गुम्सुरा भन्छ, यो चाहिँ उहिले हाम्रो बुढापाकादेखि नै युज गर्दै आएको जडीबुटीमा युज गर्दै गरेको, तर अब अहिले हामी एकदम मोडर्नाइज भएर चाहिँ थुप्रो चिजहरू हामीले बिर्सिँदै गयौँ र अब नेपाली नाममा के भन्छ मलाई थाहा छैन हजुर है। यो चाहिँ अब कस्तो भन्दाखेरि जसलाई चाहिँ पिसाब सम्बन्धी रोगहरू छ है त्यसलाई राम्रो गर्छ। त्यसै गरी खाना डाइजेस्टहरू हुँदैन भने खाना डाइजेस्ट गर्न पनि हेल्प गर्छ। एकदम तपाईँलाई एनर्जेटिक बनाउने यो काम गर्छ। यदि कोही अब इन्फर्टिलिटी भनौँ न, अब जेन्ट्सहरूमा त्यो प्रब्लम, लेडिजहरूमा त्यो प्रब्लमहरू छ जुन चाहिँ नानी कन्सिभ भएको छैन भने त्यसमा पनि तपाईँले लाभ लिन सक्नुहुन्छ यो है। त्यसै गरी तपाईँलाई कोल्ड र कफ लागिरहन्छ भने तपाईँले सेवन गर्नु सक्नुहुन्छ। यो आस्थमा पेसेन्टको लागि पनि एकदम राम्रो हो। त्यसै गरी तपाईँलाई यो एनर्जी बुस्ट गर्ने त हाम्रो हर प्रडक्टमा पाउनुहुन्छ, यसमा पनि त्यो पाउनुहुन्छ है। त्यसै गरी एनर्जी बुस्ट गर्ने प्लस तपाईँलाई यो के भन्छ डिटक्स गर्ने काम पनि गर्छ है। हाम्रो हर प्रडक्टले एनर्जी बुस्ट प्लस डिटक्स गर्ने काम गर्छ। यसले चाहिँ अब तपाईँको सबै अर्गन्सहरूलाई अब मेन्टेन गर्ने पनि काम गर्छ। त्यसले गर्दाखेरि होइन, जस्तो अब किडनी सम्बन्धी रोगहरू छ, तपाईँहरूलाई फिभर आइबस्छ है, कोल्ड एन्ड कफ लागिरहन्छ भने अहिलेको हाम्रो जेनेरेसनमा अब सबै माथि दबाईमा निर्भर हुन्छ होइन। त्यो दबाई खाँदा चाहिँ लङ टर्मको लागि तपाईँलाई साइड इफेक्ट हुन्छ। वेरएज हाम्रो रिएक्सन प्रडक्ट चाहिँ तपाईँले एभ्री डे सेवन गर्दा पनि तपाईँले हेल्थ बेनिफिट पाउनुहुन्छ। तर त्यो कसरी खाने त्योमा पनि फरक पर्छ है हजुर। यहाँ देख्न सक्नुहुन्छ बेसी छैन दाम, 255 पर्छ मेम्बर्सहरूलाई 255 पर्छ र तपाईँले 90 पिबी पाउनुहुन्छ। ह्याप्पी गुड मर्निङ डिएक्सन।